हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। हाम्रो फर्स्ट ब्लगमा सबै भिडियो देखाउन पाएनौँ, त्यसैले यो भिडियो बनाउँदैछौँ हामी। अहिले चाहिँ हामी यो पोर्चुगलको टुरिस्ट पेद्रासमा पर्ने नोभो पोर्तो भन्ने ठाउँमा घुम्न जाँदैछौँ। यहाँ चाहिँ काठको पुल अनि नजिकै समुद्र रहेको रहेछ। यही हेर्नका लागि हामी आज फ्यामिलीहरू सबै जाँदैछौँ। हेरौँ कस्तो हुन्छ हाम्रो आजको घुमघाम। निकै मजाको घाम लागेको छ आज। उता उनी थाकेको छु भन्दैछन्। अब हामी एकछिन ठकाइ मेट्नु पर्यो। यता सुरु भइसक्यो बुढीको नखरा, के गर्नु झेल्नै पर्यो। अब बिस्तारै एकछिनमा हामी भलाकुसारी गरेर माथितर्फ उकालो लाग्नेछौँ। दिदीहरू पनि सँगै आउनुभएको थियो, अगाडि नै जानु भइसक्यो जस्तो छ छोडेर। अब हामी एकछिनमा बुढाबुढीको भलाकुसारी हुँदैछ, एकछिनमा चाहिँ माथितिर लाग्नेछौँ दिदीहरूलाई खोज्न। थकाइपछि अब चाहिँ हामी बिस्तारै माथितर्फ डाँडातिर लाग्दैछौँ। बिस्तारै जानु पर्यो, दिदीहरू त अगाडि गइसक्नु भएको छ। अब बुढाबुढी हरियालीसँगै रमाउँदै कुरा गर्दै रश्मि गुरुङलाई उहाँ के अरे खर्सु काटेको याद आएको नेपालमा। खर्सु काट्छ भन्दैछन् यहाँ। हजुर होइन त देखाउनु खोजेको खर्सुकै छ त यार, ठ्याक्कै चाहिँ खर्सु त छ त यहाँ त। देखाउनु पर्यो नि यार, कहाँ सबै घुम्न आएपछि फेरि यार क्यामेरामा आउनै खोज्दैन मान्छे, गाह्रो छ मेरो भाइ। क्यामेरा पनि भनेको लजाएर भुतुक्कै युट्युबमा हाल्ने भनेको झन् लजाएर जस्तै गरिरहेको छ। हाम्रो भाइ एउटा खोज्न छन्, एकजना साथी चाहिएछ हाम्रो भाइलाई पनि। उयो हेर्छौँ भाइलाई कोही हुन्छ भने मेरो पर्मिसन बिना खिचेको भनेर फेरि कहाँ हुँदैन जस्तो भाइ यार। म चाहिँ माथि गइदिन्छु कि हो जाने त हुँदैन भाइ। यो यहाँबाट खाँदा तिमी आउँछु म माथि। आऊ रस यहाँबाट सिन त बल्ल देखिँदो रहेछ। मोबाइल रस्ने यहाँ हेर त कस्तो नेपालकै जस्तो छ त। के लाउने अरे ट्याङ्की रहेछ यार। कति भएन भने यो भने केटी म लगाइदिने हो नि त तिमीलाई। के हुँदैन जसरी नि मैले अब हामी झर्दैछौँ, अर्को ठाउँमा जानु पर्यो। यता बोक्नु पर्यो म्यामलाई, यति नगरे फेरि खुसी बनाउनै गाह्रो छ। खै भाइ र दिदी कता हुनुहुन्छ? यहाँ आइसक्नु भएको रहेछ भाइ र दिदी पनि सँगै। कता कता गएर टाढा टाढामा दुलेर दिदीले फुलको बुके नै बनाएर ल्याउनु भइसकेको छ त। यहाँ तल जाँदैछौँ। पारि निकै नै राम्रो सिन देखिने रहेछ।
हामी समुद्रतिर लाग्दैछौँ। निकै नै जोडले हावा चलिरहेको छ। फाइनल्ली हामी समुद्रको नजिक आइपुग्यौँ, तर निकै हावा चलिरहेको छ। सायद धेरै बेर बस्न हामीलाई गाह्रो हुन्छ। जानियो पर जानियो पर त्योसम्म के ल आजको हाम्रो ब्लग यहीसम्म हुन्छ। खिचिरहेको छ यहाँ दामी छ तर यताको सिन।